हेलो वेलकम टु माई च्यानल वन्स अगेन। र आज चाहिँ म देखाउन गइरहेको छु घर बसी बसी हामीले लग्जरी भेहिकल अथराइजेसन कसरी एप्लाई गर्न सकिन्छ। पहिला त यो काम अफलाइन हुन्थ्यो, अफिसमा आउनु पर्थ्यो, तर अहिले डिपार्टमेन्टले यसलाई अनलाइन बनाइसकेको छ। र एप्लाई गर्नुभन्दा अगाडि हाम्रो हातमा चाहिँ भ्यालिड आरसी कपी र डिएल कपी हुनुपर्छ। भ्यालिड आरसी कपी भनेपछि टोकन ट्याक्स, फिटनेस, इन्सुरेन्स सबै आरसी को अप टु डेट हुनुपर्छ र साथसाथै डिएल पनि भ्यालिड हुनु पर्यो। र वन्स यो भ्यालिड आरसी कपी र डिएल कपी आफ्नो हातमा भइसकेपछि हामी जानुपर्ने हुन्छ www.parivahan.gov.in। यसमा गएर चाहिँ यो अनलाइन सर्भिसमा क्लिक गरेर चाहिँ ड्राइभिङ लाइसेन्स रिलेटेड सर्भिसमा क्लिक गर्नुपर्ने हुन्छ। वन्स यो क्लिक गरिसकेपछि मेन हामी ड्यासबोर्डमा पुग्छौँ। यसलाई बन्द गरेर स्टेट सेलेक्सन सिकिङ गरिसकेर यहाँ मेन ड्यासबोर्डमा एउटा अदर भन्ने अप्सन हुन्छ। अदरको अप्सनको ड्रपडाउनमा आएर लग्जरी भेहिकल अथराइजमा क्लिक गर्नुपर्ने हुन्छ। र वन्स यो क्लिक गरिसकेपछि यो फिल्डहरू आउँछ जहाँ हामीले गाडी नम्बर, आरटिओ अफिस, भेहिकलको लास्ट 5 डिजिट चेसिस नम्बर, अन्त अथराइजेसन कहिलेसम्म चाहिएको छ, आरसी को ओनरको डेट अफ बर्थ, साथसाथै आरसी ओनरको मोबाइल नम्बर हुनु पर्यो। मोबाइल नम्बर चाहिँ जुन आरसी बुकसँग लिङ्क गरिएको छ त्यही मोबाइल चाहिन्छ। र कन्सर्न ओनरकोमा अब अथराइजेसन एप्लाई गर्दा ओटिपी जान्छ। त्यसले गर्दा जुन आरसीसँग लिङ्क भएको मोबाइल नम्बर छ त्यही यसमा यो फिल्डमा चाहिँ एन्ट्री गर्नुपर्ने हुन्छ। र यो सबै कुरा हामीले एन्ट्री गरिसकेपछि अन्त क्याप्चा हालेर चाहिँ क्लिक गर्नुपर्ने हुन्छ सबमिट बटनमा। यो सबमिट बटन क्लिक गरिसकेपछि ओटिपी जान्छ कन्सर्न भेहिकल ओनरको मोबाइल नम्बरमा मेसेजमा, र त्यो ओटिपी चाहिँ यहाँ हाल्नुपर्ने हुन्छ। वन्स ओटिपी हालेर हामीले सबमिट गरेपछि चाहिँ फर्स्ट स्टेप अफ अथेन्टिकेसन कम्प्लिट हुन्छ। त्यो चाहिँ भेहिकल अथेन्टिकेसन, जो चाहिँ वाहन डेटाबेसबाट डेटा लिएर अथेन्टिकेट गर्छ। सेकेन्ड स्टेपमा चाहिँ हामीले हाल्नुपर्ने हुन्छ जसलाई हामी अथराइजेसन दिनेछौँ उसको डिएल नम्बर। वन्स डिएल नम्बर हालेर हामीले अथेन्टिकेट गरेपछि कन्सर्न ड्राइभिङ लाइसेन्सकै होल्डरको एप्लिकेन्टको फोनमा जान्छ मेसेज। त्यो मोबाइल नम्बर चाहिँ जब ड्राइभिङ लाइसेन्स एप्लाई गर्दा जुन मोबाइल नम्बर दिएको थियो त्यही मोबाइल नम्बरमा चाहिँ जान्छ। र वन्स हामीले यो सबै हालेर ड्राइभिङ लाइसेन्स सारथी डेटाबेसबाट अथेन्टिकेट गर्छौँ। वन्स अथेन्टिकेट गरिसकेपछि यहाँ दुईटै ड्राइभिङ लाइसेन्स र आरसी दुईटै अथेन्टिकेट हुन्छ। अब चाहिँ कुनै पनि डकुमेन्ट्स तपाईहरुले अफिस लिएर आउनु पर्दैन। यो प्रोसेस एप्लाई गर्दा सबै अनलाइन हुन्छ। र यो प्रोसेस कम्प्लिट भएर एप्लिकेसन नम्बर जेनेरेट हुन्छ। जस्तो हामी लर्न लाइसेन्स एप्लाई गर्छौं सेम प्रोसेस हो यो पनि। र यो चाहिँ भयो एप्लिकेसन नम्बर। र वन्स यो एप्लिकेसन नम्बर निस्किसकेपछि हामीले नेक्स्ट बटनमा क्लिक गर्नुपर्ने हुन्छ। र सेम यो क्याप्चा हालेर हामी अगाडि बढ्छौं। यति गरिसकेपछि हाम्रो नेक्स्ट स्टेप हुन्छ डकुमेन्ट्स अपलोड गर्ने। यहाँ डकुमेन्ट्स अपलोड गरेर चाहिँ आइदर भोटर कार्ड सेल्फ एटेस्टेड बाइ द एप्लिकेन्ट नभए चाहिँ सिओआई एटेस्टेड बाइ कन्सर्न अथोरिटी। यो दुईटा चीज चाहिँ चाहियो, आइदर अर। कुनै पनि एउटा चीज छ भने तपाईले लग्जरी अथराइजेसन पाउनुहुनेछ। भोटर कार्ड चाहिँ एकदम सिक्किमकै हुनु पर्यो। वन्स यो डकुमेन्ट्स अपलोड गर्नुपर्ने हुन्छ। यहाँनिर अपलोड डकुमेन्ट्समा यो अपलोड डकुमेन्ट्स चुज फाइल गरेर ब्राउज कन्सर्न फोल्डरबाट ब्राउज गरेर यो कन्फर्म गरिसकेपछि डकुमेन्ट्स अपलोड गर्ने काम पनि सकिन्छ। र पालो आउँछ यो सकेपछि
अनलाइन पेमेन्टको लागि चाहिँ त्यही सिक्वेन्स फलो गर्दा पनि भयो, नभए फी पेमेन्टमा गरेर हामी अनलाइन पेमेन्ट गर्न सकिन्छ। र वान्स पेमेन्ट भएर हामीले एप्लिकेसन सबमिट गरेपछि आरटीओ अफिसमा भेरिफाई हुन्छ। त्यो भेरिफाई भइसकेपछि हामीले यही वेबसाइटबाटै आफै लग्जरी भेहिकल अथराइजेसन प्रिन्ट गर्न सक्छौँ। त्यो प्रिन्टको लागि अदरमा गएर चाहिँ लास्टको लग्जरी भेहिकल प्रिन्टमा गएर क्लिक गरेर आफ्नो एप्लाई गरेको एप्लिकेसन नम्बर हालेर सेल्फ अथेन्टिकेट गरेर चाहिँ लग्जरी भेहिकल अथराइजेसन प्रिन्ट गर्न सकिन्छ। र यसको लागि तपाईहरु अफिस जानु परेन, घर बसी यो काम हुन्छ। यहाँनिर हाल्नुपर्ने हुन्छ तपाईले एप्लाई गरेको एप्लिकेसन नम्बर र मुनि क्याप्चा, त्यति हालेर सबमिट गरेपछि जसको नाममा अथराइजेसन एप्लाई गरेको छ ड्राइभर, कन्सर्न ड्राइभरको मोबाइल नम्बरमा जान्छ ओटीपी। त्यो ओटीपी हालेर चाहिँ हामीले यही सित्तैमा घर बसी अथराइजेसन प्रिन्ट गर्छौं र त्यही युज गर्न सकिन्छ। र यसमा सबै क्यूआर कोडहरु पनि लागेर आउँछ, त्यसले गर्दाखेरि कहीँ पनि भेरिफाई गर्न एकदमै सजिलो हुन्छ यो अनलाइन लग्जरी भेहिकल अथराइजेसन निस्केको चाहिँ। र यहाँ म देखाउँदै छु कसरी अथेन्टिकेसन गर्नुपर्छ भनेर। यो सेम प्रोसेस हो, मोबाइल नम्बर क्याप्चा फेरि ओटीपी आउँछ, ओटीपी हालेर फेरि अथेन्टिकेट गर्नुपर्ने हुन्छ। र फाइनल प्रिन्ट चाहिँ यसको यस्तो छ। र यो सबैजनाले यो गभर्नमेन्ट अफ सिक्किमको इनिसिएटिभलाई एकदमै स्वागत गर्दै घर बसी लग्जरी भेहिकल अथराइजेसन एप्लाई गरेर सुविधाको लाभ उठाउनुहोस्। र कीप सब्सक्राइबिङ माई च्यानल फर मोर इन्फर्मेसन। अनि सबै भिडियो लाइक शेयर गरेर सबैमा पुर्याइदिनुहोस्। धन्यवाद। थ्याङ्क्स फर वाचिङ।